हुन्छ। आज हामी पहिलो पत्रुस 4 अध्यायको 12 पददेखि हामी 19 सम्म हेर्नेछौँ। पहिलो पत्रुस 1 को 12 पददेखि 19 सम्म हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, क्रिस्चियनहरूमा भएको कष्ट र भोग भनेको छ शीर्षकमा। प्रिय हो, तिमीहरूलाई पार गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भयो जस्तो तिमीहरू छक्क नपर, तर ख्रिस्टका कष्ट भोगमा सहभागी हुँदा रमाऊ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक। यदि ख्रिस्टको नाममा तिमीहरू निन्दित भयो भने तिमीहरू धन्यका हो, किनभने महिमा र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ। तर तिमीहरूमध्ये कसैले पनि हत्यारा वा चोर वा खराबी गर्ने वा अर्काको कुरामा हात हाल्ने चाहिँ दुःख नभोग। तर कसैले क्रिस्चियन भएको कारण दुःख भोग्दछ भने त उसले लाज नमानोस्, तर त्यही नाममा उसले परमेश्वरलाई महिमा दियोस्। किनभने न्याय परमेश्वरको परिवारबाट सुरु हुने समय आएको छ। यदि यो हामीबाट सुरु हुन्छ भने त परमेश्वरको सुसमाचार नमान्नेहरूको अन्त्य कस्तो होला। अनि यदि धर्मी जनको उद्धार कठिनसँग हुन्छ भने अधर्मी पापीको गति के हुने। यसकारण परमेश्वरको इच्छा बमोजिम दुःख भोग्नेहरूले भलाइ गरून् र तिनीहरूले आफ्ना आत्मामा विश्वासयोग्य सृष्टिकर्तामा सुम्पिन्। आमिन। प्रभुलाई धन्यवाद भएको होस्। परमेश्वरको वचन पढाइ सुनाइमा आशीष दिनुभएको होस्। यहाँ आज परमेश्वरको वचनले हामीलाई यसरी भन्नुभएको छ, तिमीहरूमाथि पार गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरो भएछ तिमीहरू छक्क नपर भनेर परमेश्वरले आज तपाईँ र मलाई भन्नुभएको छ। हामीलाई विभिन्न किसिमका अग्निमय जस्तो परीक्षाहरू यो संसारमा रहँदा आउन सक्छन्। धेरै दुःख कष्टहरू बाधाहरू हामीमा आउँछ। अनि यस कुरामा चाहिँ आज हामीले तपाईँ र मैले चाहिँ छक्क मान्नुपर्ने कुराहरू छैन। किनभने हामी शरीरमा छौँ, संसारमा छौँ। धेरै दुःखहरू धेरै कष्टहरू हामीमाथि आइपर्छ। अनि आज मैले प्रभुलाई पाएर पनि ओहो आज मलाई यत्रो दुःख आयो, यत्रो बाधा आयो भनेर तपाईँ र मैले छक्क चाहिँ पर्नु पर्दैन। किनभने यो संसार त विभिन्न किसिमका चाहिँ मानिसहरू छन्। संसारमा विभिन्न चाहिँ प्रकारका चाहिँ आज विषयमा बुझेका जानेका मानिसहरू छन्। तर परमेश्वरलाई चाहिँ साँचो रूपले यो संसारमा चिनेको मानिसहरू छैन। अनि त्यस कारणले गर्दा हामीले राम्रो कुरा गर्दा पनि समस्या आउँछ, खराब कुराहरू गर्दा पनि समस्या आउँछ। अनि आज हामी चाहिँ ख्रिस्टमा सहभागी चाहिँ हुँदा छौँ हामी। त्यस कारणले गर्दा आज हामी रमाउनु पर्छ। जस्तो सुकै दुःख कष्टहरू हामीमा आपद विपद आइदा परे पनि आज हामी चाहिँ के गर्नुपर्छ त रमाउनु पर्छ। आज ख्रिस्टलाई हेरेर हामी चाहिँ के गर्नुपर्छ रमाउनु पर्छ। आज प्रभु येशू ख्रिस्टले आज सारा संसारको निम्ति चाहिँ उहाँले दुःख कष्टहरू भोग्नुभयो। कलवारी क्रुसमा टाँगिनुसम्म पनि उहाँ के हुनुभयो त एकदमै निर्दोष सोझो हुनुभयो। जस्तो सुकै आपद विपद आए पनि उहाँ सुरुदेखि अन्त्यसम्म चाहिँ एउटा सोझो जीवन चाहिँ उहाँले जिउनु भयो। त्यस कारणले गर्दा ख्रिस्टका कष्ट भोगमा सहभागी हुँदा रमाऊ, ताकि उहाँको महिमा प्रकटमा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक भनेर भन्नुभएको छ। अनि प्रभु आउने दिनसम्म तिमीहरू एउटा चाहिँ रमाऊ, आउने दिनसम्म पनि तिमीहरू चाहिँ एकदमै आनन्दित भएर हर्षित हुन तिमीहरू सक भनेर परमेश्वरले भन्नुभएको छ। अनि संसारमा छँदा धेरै दुःख कष्टहरू आउँछ। तर हामीले प्रभुलाई हेरेर प्रभु आउने दिनसम्म चाहिँ आज तपाईँ र म धैर्य र कष्टमा चाहिँ रहनुपर्छ। यदि ख्रिस्टको नाममा तिमीहरू निन्दित भयो भने तिमीहरू धन्यका हौ भनेर भन्नुभएको छ। यदि तिम्रो क्रिस्चियन भएको कारणले गर्दा चाहिँ तिमीलाई निन्दित गर्छन्, तिमीलाई दुःख दिन्छन्, कष्ट दिन्छन् भने तिमीहरू चाहिँ के गर धन्यका हौ हामी भनेर चाहिँ तिमीले आफैलाई चाहिँ तिमीले भन्नुपर्छ। किनभने आज प्रभुको दास भएर नै मलाई दुःख कष्टहरू
आएका हुन्। आज प्रभुलाई धेरै दुःख कष्टहरू आए संसारमा छँदा, तर मलाई पनि आज संसारले जसरी ख्रिस्टलाई चिन्यो त्यसै गरी मलाई पनि चिनेको छैन। त्यस कारणले दुःख कष्टहरू आउनु स्वाभाविकै हो भनेर आज प्रभुलाई तपाईँ र मैले के गर्नुपर्छ त? धन्यवाद दिनुपर्छ। अनि यहाँ भनेको छ, किनभने महिमाका र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ। महिमाका र परमेश्वरको आत्मा चाहिँ हामीहरू परमेश्वर हुनुहुन्छ। अनि त्यस कारणले गर्दा हामीलाई धेरै दुःख कष्टहरू आउँछ। ख्रिस्टलाई पनि संसारले चिन्न सकेन, धेरै दुःख थियो, धेरै परमेश्वरलाई आरोपहरू लाए। उहाँलाई सुरुदेखि अन्त्यसम्म चाहिँ उहाँलाई चाहिँ दुःखै कष्टमा चाहिँ उहाँलाई चाहिँ कलवारी क्रुसमा उहाँलाई चाहिँ टाँगे। तर उहाँले कुनै पाप गर्नुभएको थिएन, उहाँले कुनै छलका कुराहरू गर्नुभएको थिएन, तर पनि उहाँलाई कुटे, थुके, पिटे। त्यस कारणले गर्दा आज परमेश्वरका जन दासहरूलाई तपाईँ र हामीलाई पनि धेरै विपत्तिहरू आउँछन्। त्यस कारणले गर्दा आज चाहिँ हामी चाहिँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ। तिमीहरू चाहिँ धन्यका हो भनेर प्रभुले भन्नुभएको छ। किनभने महिमाका र परमेश्वरको आत्मा तिमीहरूमाथि रहनुहुन्छ। अनि परमेश्वरको आत्मा चाहिँ हामीमा रहनुहुन्छ। त्यस कारणले गर्दा तपाईँ र म चाहिँ आज परमेश्वरलाई धन्यवाद दिएर धन्यका हामी प्रभुलाई धन्यका होस् भनेर चाहिँ तपाईँ र म रहनुपर्छ। तिमीहरू मध्ये कसैले पनि हत्यारा वा चोर वा खराब गर्ने र अर्काको कुरामा हात हाल्ने चाहिँ दुःख नभोगा। हो, यस्तो खराब कुराहरू कामहरू चाहिँ तिमीहरूले नगर। चोरी नगर, हत्या नगर, व्यभिचार नगर, अनि अर्काको सामानमा हात हाल्ने काम चाहिँ नगर। अनि यस्ता कामबाट चाहिँ के हुन्छ भने धेरै दुःख कष्टहरू आउँछ। संसारी दुःख कष्टहरू आउँछ। यो संसारमा भएका खराब कामको दुःखहरू भोग्ने कुराहरू यो चाहिँ सजाय पाउने कुराहरू हो। यस्ता कुराबाट चाहिँ तिमीहरू चाहिँ अलग रहो। तर यदि कसैले क्रिस्चियन भएको कारण दुःख भोग्दछ भने त उसले लाज नमानोस्, तर त्यही नाममा उसले परमेश्वरलाई के दियोस् त? धन्यवाद दियोस् भनेर भन्नुभएको छ। हो, आज संसारका मानिसहरू चोरी, हत्या, हिंसा, खराबी काम गरेर दुःख भोगिरहेका छन् भने, तर हामी त आज क्रिस्चियन भएर आज प्रभुलाई चिनेर दुःख पाएका छौँ भने त किन लाज मान्ने? हामीले के खराब काम गरेका छैन। तर आज प्रभुको आज्ञा आज हामी पालन गरेर हिँडेका छौँ भने आज तिनीहरूले प्रभुको दास भएको कारणले दुःख दिन्छन् भने ठिकै छ नि। प्रभुलाई चाहिँ हामी के गर्नुपर्छ त? धन्यवाद दिनुपर्छ। आज कतिपय मानिसहरू के गर्छ भने आज म त क्रिस्चियन भयो त म एक्लो भएँ, संसारले मलाई घृणा गर्यो, थुक्यो, अतिशय मलाई प्रेम गर्थ्यो, आज म एक्लो भएँ भने आज प्रभुलाई त्याग्छन्। तर यहाँ प्रभुको वचनले भन्नुभएको छ, तर कसैले क्रिस्चियन भएको कारणले दुःख भोग्दछ भने त उसले लाज नमानोस्, तर त्यही नाममा उसले के गरोस् त? परमेश्वरलाई धन्यवाद दियोस्। ठिक छ, आज प्रभुको दास भएको कारणले गर्दा दुःख पाएँ, मैले अरू खराब काम गरे त छैन भनेर उसले परमेश्वरको महिमालाई उसले के गरोस् त? धन्यवाद दियोस्। किनभने न्याय परमेश्वरको परिवारबाट सुरु हुने समय आएको छ। अब न्याय चाहिँ परमेश्वरको परिवारबाट चाहिँ न्याय चाहिँ अब चाहिँ सुरु हुने बेला आएको छ। किनभने अरूबाट आउँदैन। किनभने अरू भनेको खराब काममा लागेका छन्, दुष्ट विचारमा पलाएका छन्, तिनले चाहिँ न्याय गर्न सक्दैनन्। तर न्याय चाहिँ परमेश्वरको परिवारबाट सुरु हुने समय आएको छ। यदि हामीबाट सुरु हुन्छ भने त परमेश्वरको सुसमाचार नमान्नेहरूको त अन्त्य त कस्तो होला त? परमेश्वरको सुसमाचार नसुन्ने नमान्नेहरूको लागि चाहिँ तिनको अन्त्य चाहिँ कस्तो होला त? त्यो दिन परमेश्वरको दिन आइरहेको छ। यहाँ प्रभुले युहन्ना 15:18-20 भन्नुभएको छ। यहाँ यसरी भन्नुभएको छ, युहन्ना 15:18-20 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। यदि तिमीले संसारका हुँदा संसारले तिमीलाई आफन्त ठानी माया गर्ने थियो, तर तिमीले संसारका होइनौ, तिमीलाई संसारबाट मैले चुने। यसकारण संसारले तिमीलाई घृणा गर्छ। मैले तिमीलाई भनेको वचन याद राख। सुन्नुभयो नि है, यहाँ प्रभुले कस्तो प्रश्नसँग भनिदिनु भएको छ। यदि संसारले तिमीलाई घृणा गर्छ भने तिमीले जान कि तिमीलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको। प्रष्ट कुरो प्रभुले भनिदिनु भएको थियो। हो, हामी आज संसारमै थियौँ, संसारको कुरामा हिँड्थ्यौँ भने होइन, आज चाहिँ संसारले जे जे गर्यो त्यति काम आज हिँड्थ्यौँ भने तिनीहरूले आज हामीले माया गर्थे। तर आज हामी
यो संसारमा त छौँ, तर संसारको कुरामा, संसारको रीतिथितिमा, संसारको परम्परामा, आज संसारको सिस्टममा आज हामी छैनौँ। त्यस कारणले गर्दा संसारले आज हामीलाई घृणा गर्छ। अनि प्रभुले चाहिँ यहाँ भन्नुभएको छ, तिमीलाई घृणा गर्नुभन्दा अगाडि नै त्यसले मलाई घृणा गरे हो भन्नुभएको छ। हो नि त, आज हामी यति प्रभुमा थिएनौँ भने तिनीहरूले आज हामीलाई घृणा गर्ने थिएनन्। अनि आज हामी परमेश्वरको दास भएको कारणले गर्दा नै तिनले घृणा गरेका हुन्। अनि प्रभुले भन्नुभएको छ, तिमीलाई घृणा गरे होइन, तिनले मलाई चाहिँ घृणा गरेको हो। याद राख, तिमी यो संसारका हुँदाहुँदा संसारले तिमीलाई आफन्त ठानी माया गर्ने थियो। हो, हेर्नु त प्रभुले कसरी भन्नुभएको छ, तिमी यदि यो संसारको हुँदाहुँदा संसारले तिमीलाई आफन्त ठानेर माया गर्ने थियो। मैले अघि नै भने, हामी संसारको रीतिमा, संसारको परम्परामा, संसारले जसो गर्यो त्यसै गर्ने, होइन, हत्या गर्छ, खराबी काम गर्छ, मूर्ति पूजा गर्छ, राजनीति गर्छ, विभिन्न प्रकारको संसारको रीतअनुसार संसारमाले त्यो काम गर्छ। अनि आज हामी त्यो काम नगरेको कारणले गर्दा हामीलाई चाहिँ परमेश्वरले के भन्नुभयो त, तिमीहरू संसारका होइनौ, तिमीलाई संसारबाट मैले के गरेँ त, चुने। उहाँले प्रभुले संसारमा चुन्नुभयो। अनि हामी चाहिँ आज संसारमा त छौँ, तर संसारी कुरामा चाहिँ आज हामी के त छैनौँ। त्यस कारणले तिमीले संसारका हुँदाहुँदा संसारले तिमीलाई आफन्त ठाने माया गर्ने थियो। अनि संसारको कुरामा त सबैले माया गर्थे हामीलाई, त्यही बाटो हामी हिँडेको भए सबैले माया गर्थे। अनि आज हामी संसारका होइनौँ। अनि यस कारणले गर्दा परमेश्वरले भन्नुभएको छ, तिमीहरू मेरा हौ, तिमीलाई मैले संसारबाट चुने, तिमी यस संसारका चाहिँ के हो त होइनौ, तिमी यो संसारको चाहिँ होइनौ भनेर प्रभुले भन्नुभएको छ। अनि त्यस कारणले गर्दा विभिन्न किसिमको आपत्ति विपत्तिहरू हामीमा आइपर्छ। तिमीहरूलाई संसारबाट मैले चुने, यसकारण संसारले तिमीलाई घृणा गर्छ। संसारबाट तिमीलाई मैले चुने, अनि त्यस कारणले गर्दा संसारले तिमीलाई के गर्छ त, घृणा गर्छ। अनि धेरै दुःख कष्टहरू तिमीमाथि आइपर्छ। जसरी ख्रिस्टलाई आपद विपद, विभिन्न विपत्तिहरू आए संसारमा, उहाँले मरेको मान्छेलाई जीवित बनाउनु भयो, अन्धलाई चाहिँ आँखा नदिने अन्धलाई दृष्टि दिनुभयो, हिँड्नदेखि लङ्गडालाई हिँड्न सक्ने बनाउनु भयो, त्यो मरेको लजरालाई 4 दिनको सुगरलाई जीवित बनाउनु भयो, उहाँले चाहिँ 5 रोटी र 2 माछाले 5,000लाई खुवाउनु भयो। त्यस्तो उहाँले काम गर्नुभयो। त्यतिखेर पनि प्रभुले त्यत्रो काम गर्नुभयो, संसारले मलाई चिनोस् भनेर काम गर्नुभयो, तर पनि संसारले के त उहाँलाई चिन्न सकेन। जम्मा 12 जना चेलालाई चिन्यो, अरूले चिन्न सकेन। त्यस कारणले गर्दा आज संसारमा त्यति बेलाको समयमा त प्रभुलाई सकेका मान्छेले चिन्न सकेनन् भने आजका मानिसका त अब के भन्ने। अब आजका मान्छेको कुरा त अब आज धेरै मान्छेले प्रभुलाई पाएका छन्, फेरि संसारतिर फर्केका छन्, परमेश्वरलाई फेरि क्रुसमा टाँग्ने कामहरू गरिरहेका छन्। अनि आज प्रभुले प्रष्ट भन्नुभएको छ, तिमीहरू मेरा हो, मैले तिमीलाई संसारबाट चुने, यस कारण संसारले तिमीलाई चिन्दैन, जसरी मलाई चिनेन तिमीलाई चिन्दैन। अनि धेरै आपत्ति कष्टहरू आइपर्छन्, तर नडराऊ, म तिम्रो साथमा छु भन्नुभएको छ परमेश्वरले। अनि आज खराब काम गरेर त मान्छेले दुःख भोग्दाखेरि, ओहो मैले खराब काम गरेँ हो, ठिकै हो, मेरो काम अनुसारको आज मैले चाहिँ दुःख भोगेको छु भने खुसी हुन्छन् भने आज प्रभुको छोरी भएर तपाईँले मैले दुःख भोग्छौ भने त किन लाज मान्ने। आज हामीले प्रभुलाई त धन्यवाद दिनुपर्छ। आज म प्रभुको दास भएको कारणले गर्दा नि संसारले यसो गर्यो, ठिक छ। यदि प्रभुको दास नभए भए त यिनले केही पनि गर्ने थिएन होला, तर म परमेश्वरको दास हो भनेर परमेश्वरलाई चाहिँ धन्यवाद देऊ भन्नुभएको छ। अनि न्याय चाहिँ परमेश्वरको परिवारबाटै आउँछ भनेर प्रभुले भन्नुभएको छ। अनि संसारका मानिसबाट न्याय आउँदैन, तर प्रभुको दासबाट नै भोलि न्यायको समयमा चाहिँ आउनेछ भन्नुभएको छ। अनि तर सुसमाचार नमान्नेको चाहिँ अवस्था चाहिँ कस्तो होला भनेर आज परमेश्वरले भन्नुभएको छ। आज सुसमाचार परमेश्वरले सबैभन्दा ठुलो कुरो चाहिँ आज यहाँ मर्कुसको पुस्तकमा प्रभुले प्रष्ट भनिदिनु भएको छ कि सुसमाचारको विषयमा मर्कुसको पुस्तकमा मर्कुस 16:16 होला, प्रष्ट परमेश्वरले हामीलाई बताइदिनु भएको छ। हामीले त्यहाँ पाउँछौँ सुसमाचारको विषयमा के भन्नुभएको छ नि परमेश्वरले 17सम्म 18सम्म हेऱ्यो भने यसरी भन्नुभएको छ। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर, विश्वास गर्ने र बप्तिस्मा लिने उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिन्छ। अनि प्रभुले चाहिँ आज हामीलाई प्रष्ट कुरो भन्नुभएको छ,
सारा संसार सृष्टिलाई गएर सुसमाचार प्रचार प्रसार गर भनेर पहिलो कुरो चाहिँ प्रभुले चाहिँ आज हामीलाई त्यो बताउनु भएको छ। सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार प्रसार गर। अनि परमेश्वरको त्यस्ता दासको चाहिँ के त त्यसको अन्त्यको समयमा परमेश्वरले त्यस्ता दासको पनि के गर्नुहुनेछ त एक दिन न्याय गर्नुहुन्छ भनी आज प्रभुलाई नचिन्नेको न्याय त झन् कस्तो होला त, कति कडा होला त। आज तपाईँहरूमा धेरै विश्वासीहरू भनेका छौँ, धेरै अगुवा पास्टरहरू भनेका छौँ। आज धेरै तपाईँ र मैले चाहिँ परमेश्वरमा एउटा चाहिँ जिम्मेवारी पाएका छौँ र पनि परमेश्वरले त्यो प्रभुको दिनमा चाहिँ उहाँले न्याय गर्नुहुन्छ। न्यायको दिनमा खोल्नुहुनेछ, सबै जीवनको पुस्तक खोल्नुहुनेछ। तपाईँ र मैले संसारमा रहँदा कस्तो कस्तो काम गरियो, आज प्रभुको निम्ति कुन कुन काम गरियो, कसरी संसारमा छँदा जियौँ त हामीले, बाहिरी रूपले मात्रै प्रभुलाई पाएका छौँ कि भित्री रूपले परमेश्वरलाई आत्मीयदेखि आज परमेश्वरलाई हामीले चाहिँ पाएका छौँ भन्ने कुरा पनि त्यो दिनमा न्याय हुनेछ। त्यस कारणले गर्दा आज प्रभुको दास छोराछोरीको न्याय त त्यो दिनमा चाहिँ त्यस्तो कडा रूपले चाहिँ न्याय गरिनेछ भने प्रभुलाई नचिनेको न्याय कस्तो होला। अनि आज चाहिँ परमेश्वरले चाहिँ आज तपाईँ र मलाई चाहिँ त्यो न्यायको दिनमा चाहिँ सारा संसारलाई न्याय गर्ने दिनमा तपाईँ र मेरो न्याय पनि एक दिन प्रभुले गर्नुहुन्छ। अनि आज हामी चाहिँ त्यस कारणले गर्दा प्रभु आउने दिनसम्म धेरै दुःख कष्ट जतिसुकै आपद विपदहरू आइपरे तापनि तपाईँ र म चाहिँ के रहनुपर्छ त, धैर्य हुनुपर्छ। यदि धर्मी जनको उद्धार चाहिँ कठिनसँग हुन्छ भने अधर्मी र पापीको गति के हुने। हेर्नु त, धर्मी जनको उद्धार त एकदमै कठिन रूपले हुन्छ भने, प्रभु आउने दिनमा कठिन रूपले हुन्छ भने अधर्मी र पापीको चाहिँ गति चाहिँ कस्तो होला भनेर यहाँ प्रभु वचनले भन्नुभएको छ।